गुल्मी रेसुङ्गाको हजुर मेरो घर चाहिँ पाल्पा म चाहिँ गुल्मी रेसुङ्गा घुम्ने क्रममा चाहिँ हामी यो रेसुङ्गा डाँडामा आइपुगेका छौँ ल यो रेसुङ्गा माथि सबभन्दा माथि के मन्दिर बुवा बालसिद्ध हजुरको बालसिद्ध होइन मैले यसको बारेमा थोरै केही जानकारी दिन्छु होला हजुर यसको बारेमा केही जानकारी बताइदिनु न जय सीतामाको हजुर ओम नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जये मुदीरये कृष्णाय वासुदेवाय हरे परमात्मने क्लेशनाशाय गोविन्दाय नमो नमः। मेरो हरिराज भट्टराई हो, मदन गाउँपालिका शिक्षणी आर्चौर भन्ने ठाउँ मेरो जन्मस्थल हो। म यस सिद्धभूमिमा पहिले चाहिँ रातमा शिक्षक पेसापी गरेँ हजुरको। त्यसपछि यस पवित्र पावन धाममा मैले पुजारी चाहिँ काम गर्दैछु। यो बालसिद्ध बरासिद्ध सिद्धमाता श्वेत बरासिद्ध भनेर यहाँ चिनिन्छ। यहाँ प्रापुर कालमा नै त्रेतायुगमा चाहिँ उहाँ ऋष्यसिंहेश्वर तपस्थल हो। भने ऋषिसिंहेश्वर सिंह पलाएको उहाँ विभाण्डगिरीका सुपुत्र काश्यपका नाति हुनुहुन्छ। उहाँले हजारौँ वर्ष योग साधना तप जप गरेर यो पवित्र पावन धाम बनाउनु भएको। रामलाई जन्मदिन पनि उहाँ ऋषिसिंहेश्वर हुनुहुन्छ। यही उहाँको तपस्थलमा बालसिद्ध बरासिद्ध माता पनि चाहिँ आएर चाहिँ विराजमान हुनुभएको छ। उहाँ चाहिँ परापुर कालमा सानो बच्चाको रूपमा देखा पर्नुभएको 5 वर्षको रूपमा रोइरहेको अवस्था देखा पर्नुभयो। र उहाँ चाहिँ यो गौचरमा सिमी गौचरण थियो। त्यसै गाई चराउने क्रममा एउटा गोठालाहरूले उहाँलाई देखेछन् र बाबु यस्तो ठाउँमा किन रोइरहनु भएको छ, को हो तपाईँ भनेपछि म सानोतिनो मान्छे होइन, म त यहाँको सिद्ध हुँ भन्नुभएछ डाइरेक्ट। त्यहाँ उनले पताउनु हामी त कसरी पताउने त यहाँ हामीले पताउनु तपाईँ त रुनुहुन्छ यस्तो ठाउँमा भनेर उहाँ चाहिँ एकदम जटाधारीको रूपमा चाहिँ शिवजीको रूपमा देखा पर्नुभएछ। भएर पनि सक्क परिचय साँच्चै बालसिद्धै हुने रहेछ भनेर यहाँ चाहिँ घरकुली जस्तो बनाएर त्यहीँ उही शिव उसमा चाहिँ पत्थरमा विलिन हुनुभएछ। त्यही पत्थरलाई चाहिँ पूजाआजा गरेर यो चाहिँ सिद्ध बनाएका हुन्थे। यहाँ चाहिँ शुद्ध गाईको दुध चढ्छ, काँचो नरिवल, श्वेत वस्त्र, पित्त वस्त्र र रक्त वस्त्र भन्ने चढाउँछ उहाँलाई। गाईको दुध अनिवार्य चढाउनुपर्छ र यहाँ चाहिँ निसन्तानलाई सन्तान हुने अनि आफ्नो मनोकांक्षा जे छ आफूले चाहिँ शुद्ध भावले चाहिँ माग्यो भने पुरा हुने। यहाँ चाहिँ श्रावणी मेला लाग्छ। यहाँ श्रावणीमा श्रावणी लाग्छ। यहाँ धेरै भक्तहरू आएर पूजाआजा गर्ने गर्दछन्। पूजा यसो गर्दाखेरि आफ्ना घरमा चाहिँ सुख शान्ति हुने, जान अदना गरेका कुकर्महरू छन् भने त्यो नष्ट हुने, घरमा शान्ति आउने भन्ने पनि भनाइ छ। त्यसरी आफ्नो यो प्रत्येक यो श्रावणी सोमबारको धेरै स्त्री जातिहरू आफ्नो श्रीबारको दीर्घाको लागि पनि पूजाआजा गर्ने गर्नुहुन्छ। यहाँ महापोखरी भन्ने छ, तर त्यसमा नुहाएर यहाँ जल चढाएर पूजाआजा गर्नाले आफ्ना चाहिँ यो सानो आफ्ना यो 1 वर्षभरिमा चाहिँ आफ्नो मनोकामना पूर्ण हुने, आफ्ना अधुरो काम पनि पुरा हुने भन्ने भनाइ पनि छ। त्यसैले चाहिँ धेरै भक्तहरू यस ठाउँमा आउने गर्नुहुन्छ। यो समुद्र साथै 147 मिटर चाहिँमा छ। 147 मिटर। यहाँ चाहिँ 3 महिना हिउँ पर्छ। अनि पुसमा फागुनमा यति हुन्छ। यहाँ यति हुन्छ। यहाँ चाहिँ हाम्रो चाहिँ पूजाआजाको काममा कहिले खाली हुन्न, अखण्ड हो यो सधैँ। सानो विशेष हुन्छ हजुरको। यहाँ चाहिँ ऋषिसिंहेश्वरले अयोध्या नगरीमा पुत्राश्रय गरेर रामलाई जन्माउनु भएको। राम स्वयं राम लक्ष्मण आउनुभएको वनवासकालमा। त रामबाडकुवा पनि छ त्यहाँ। रामबाडकुवा कहिले पानी सक्ने नघट्ने नबढ्ने एकनाससित चाहिँ त्यो पानी रहन्छ। त्यसमा नुहाउनाले त्यहाँ स्नान गर्नाले पनि आफ्ना केही रोगहरू छन् भने त्यस्ता नष्ट हुने पनि प्रावधान छ, हुन पनि भइरहेको छ। यस्तो पवित्र पावन धाम हो। यसमा चाहिँ खानेपानी शुद्ध खाने व्यवस्था पनि हुन्छ। धेरै भक्तहरू चाहिँ पूजाआजा गर्ने। यहाँ अष्टनागको पूजा हुन्छ। अष्टनागको अखण्ड दीप अष्टनागहरू यहाँ पिसियो भन्छ पूजा। नागको थान चाहिँ कहाँ छ नि यहाँ गुरु? नागको थान झाँक्रीको नागको यहाँ चाहिँ विशेष चाहिँ यस पुण्यभूमिमा चाहिँ आफ्नो चाहिँ मनाइखान्छ र कसैको चाहिँ अविवाहित छ भने त्यो बिहा मेरो यस्तो चाहिँ विवाह होस् भनेर चाहिँ आफ्नो सन्तान प्राप्त होस् भनेर पनि वर माग्ने चलन छ। मागेको कुराहरू सबै पुरा हुन्छ। त्यो चाहिँ मैले छोटो जानकारी भनेको। अहिले यसमा आज धेरै छ। धन्यवाद गुरु। यसमाथि यो रेसुङ्गा डाँडामाथि रहेको यो मन्दिर, यो बालसिद्ध मन्दिरको बारेमा जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी दाजुभाइ हामी घुम्न आउने क्रममा यो जानकारी पाउनु नै ठुलो उपलब्धि नै हो।